अध्यक्षज्यू तपाईँ अहिले एकदम भाइरल हुनुहुन्छ, तपाईँ यसमा के भन्न चाहनुहुन्छ? अब भाइरल भन्ने कुरा हेर, मैले मेरो अङ्कलकन 5 लाख रुपियाँ दियाँ, मकन मेयर बनाइदिएँ भनिकन अब हुन्छ भनिकन अङ्कलले पैसा पनि लैगयो। अब पछि अब म मेयर हुने मान्छे हौ हेर, पछि अङ्कलले अब अहिले मेयर छैन, वडा अध्यक्ष हो भने ठिकै छ भनिकन मकन अङ्कलले वडा अध्यक्ष बनाइदिए। यसको मतलब तपाईँको अङ्कलले तपाईँलाई वडा अध्यक्ष बनाइदिनु भयो, तपाईँले चुनाव लड्नु भयो? नाइ चुनाव लड्या हुँ, गाउँ गाउँ गइकन सबै मान्छेसँग पनि लड्या हुँ, विकासहरूलाई पनि भन्या हुँ, पैसा पनि खर्च गर्या हुँ। अनि तपाईँले विकास गर्छु भनेर पनि भन्नुभएको रहेछ, अहिलेसम्म केही पनि गर्नु भएको छैन अरे, किन? विकास नाइ त्यो अङ्कलकन थाहा होला, अब अङ्कलले बनाइदिया हुन् मकन। विकास त हर्ने हौ, विकास कसो हर्ने भनेपछि जोइले मकन भोट दिया तिनका घर घर म रोड लिदिने हूँ। अब हेर मकन बान्या पुरो परिका हुनेले मकन भोट दिएन, त्यहाँभन्दा ओरिका हुनेले मकन भोट दिया हुन्। अब म तिनकन मात्रै विकास हुने हौ, तिनका घर मात्रै रोड लिदिने हौ, अब त्यहाँ परिका हुने म लिन्न।